काम गरेपछि खाना चाहिँ यसरी खानुपर्छ साथीभाइ। अर्ग्यानिक खाना आज सिस्नो साग अलिअलि मासु पनि रहेछ। सिस्नो साथीभाइ द जोय अफ लर्निङ नेभर एन्ड्स। सिक्नु भन्ने चिज यस्तो भास्ट लेभल छ कि साथीभाइ हो। अनि जति सिकिन्छ नि जिन्दगीमा त्यति नै आफूलाई लाभदायक हुन्छ। आजको लागि चाहिँ यति नै। होमवर्क ल्याउनु पर्ने रहेछ कि त्यही भएर अलिकति कलर पनि गर्नु छ। दामी कुखुरा खोर बनिँदैछ साथीभाइ हो। फुलको बगैँचामा मेरी माया घरमै पानी आयो। गुड मर्निङ एभ्रीबडी। के छ गुड इभिनिङ। अलिकति समय निकालेर स्वास्थ्यको लागि Good morning. A walk in the woods. Oh, Hatu and my friend who is showing me the way. Welcome back to NJ Vlogs. अनि अब चाहिँ यो पालि चाहिँ मे लास्ट पनि नभई मुहानहरू फुट्यो है। बर्खा लागेको जस्तै भयो। अनि फेब्रुअरी मार्च अप्रिल मे चाहिँ यस्तो पानीको दुःख हुन्छ कि
पानी सुक्दै जान्छ होइन। अनि पाइप लगेर चाहिँ उँभो उँभो माथि माथि सार्नुपर्ने हुन्छ नि त। अनि अस्तिदेखि सार्नु जाउँ पानी पाइप ल्याउनु जाउँ भन्दा ढिलो भएर चाहिँ आज चाहिँ अलिकति ड्युटीबाट छिटो आएर 4 बजी गएको 5:30 हुन लागेछ। पाइप उठाएर आएको। अब यो फेरि यत्तिकै हिफाजतसँग राख्नुपर्छ। नेक्स्ट डे फेरि टक्कै यही टाइममा काम लागिहाल्छ। अब एकछिन कुट्नु गइन्छ। अब आएर अलिकति कलर गर्नु छ, कलर लगाइन्छ। त्यस्तै हो, दुःख छ, सङ्घर्ष छ, तर केटाले हार्नु सिकेको छैन। मेहनत गरिबस्नुपर्छ। कसो न कसो सबै पुग्दै जान्छ होइन। आइ पनि पुग्यो है। यो चाहिँ मेरो घर हो, जो न फोनमा बात मारिरहेछ। इनकम्प्लिट भएको घर चाहिँ मेरो है, एक दिन कम्प्लिट हुन्छ। चाहिँ अब इभिनिङ वकमा यसो गएको। अनि भुटान दामी देखिरहेको रहेछ। अनि तपाईँहरूलाई पनि देखाएँ। अलि यस्तो गऱ्यो भने चाहिँ आकाश दामी देखिरहेछ। अब चाहिँ फर्किँदै गरेको अवस्था। आज टक 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 सबै काम गर्नुपर्ने छ 7 बजीभित्रमा। अब गएर अलिकति कलर लाउनु छ। मेरो चाहिँ अहिले कलरलाई हुँदैछ। कलर त होइन, प्राइमर, सिमेन्ट प्राइमर। यस साथीभाइ हो, के छ त खबर? आफ्नो चाहिँ अलिकति यहाँ पछाडिपट्टि अस्ति रहेको थियो कि अब कम्प्लिट गरिदिउँ भनेको। Happy birthday to you. Happy birthday dear Moji. Happy birthday to you. God bless you. Thank you. ल है साथीभाइ हो, आजको हल्का रिल्याक्सेसन विथ द रन। त्यस्तै छ, दुःखसुखको जिन्दगी बितिरहेछ। बर्खा लागे, पानी बढे है पुरै। हेलो, गुड इभिनिङ एभ्रीबडी। हल्का फेरि रिल्याक्स हुनु, इभिनिङ जगिङ आइपुग्यो अवस्था।